एउटा यस्तो देशको कल्पना गरौँ न जहाँ विदेशबाट हरेक दिन नगदको बाढी नै आइरहेको छ। उम्, अनि ढुकुटीमा डलर एकदमै अचाकले थुप्रिएर बसेको छ। ठ्याक्कै। अनि ब्याङ्कहरू यति धेरै पैसाले भरिएका छन् कि उनीहरू ऐतिहासिक रूपमै सबैभन्दा सस्तो ब्याज दरमा ऋण लैजाऊ भनेर लगभग हात नै जोडिरहेका छन्। हो, तर यति हुँदाहुँदै पनि देशका कारखानाहरू धमाधम बन्द भइरहेका छन् नि त। त्यही त। नयाँ उद्योग खोल्न कोही तयार छैनन्। व्यापारीहरू ऋण लिनै डराइरहेका छन्। सुन्दा यो कुनै काल्पनिक चलचित्रको कथा जस्तो लाग्न सक्छ। तर यो कुनै चलचित्र होइन, यो त आजको हाम्रो आफ्नै अर्थतन्त्रको यथार्थ हो भनौँ न। एकदम सही। बाहिरबाट हेर्दा सबै कुरा हराभरा देखिने, तर भित्रभित्रै अर्थतन्त्रको इन्जिन नै बन्द हुन लागेको जस्तो अनौठो विरोधाभास हामी बाँचिरहेका छौँ। र आजको यो गहिरो अध्ययनमा हामी ठ्याक्क यही विरोधाभासलाई डिकोड गर्दैछौँ। यसको लागि हामीसँग नेपाल राष्ट्र ब्याङ्कले भर्खरै सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 को पहिलो 8 महिना अर्थात् फागुनसम्मको तथ्याङ्क छ। म्याक्रो इकोनोमिक्स वा समष्टिगत अर्थशास्त्रका यी तथ्याङ्कहरू सुन्दा एकदमै प्राविधिक लाग्न सक्छन्, तर यसलाई अलि खोतलेर हेर्यौं भने नि यसभित्र हाम्रो भान्सादेखि लिएर अन्तर्राष्ट्रिय बजारसम्मको निकै रोचक कथा लुकेको छ नि त। ल, रेमिटान्स अर्थात् विप्रेषणबाटै सुरु गरौँ। हुन्छ। मैले यो प्रतिवेदन पढेँ अनि त्यहाँ विप्रेषणको वृद्धि दर देखेर त म साँच्ची नै झस्किएँ। यो त अकल्पनीय छ है। तथ्याङ्क हेर्दा जो कोरीलाई त्यस्तै लाग्छ। यो 8 महिनाको अवधिमा मात्रै विदेशबाट आउने रेमिटान्स 37.7% बढेको छ। ओहो, झन्डै 38%। रकममै भन्नुपर्दा 14 खरब 49 अर्ब 65 करोड रुपैयाँको हाराहारीमा पुगेको छ। यो कुनै सानोतिनो वृद्धि होइन। मतलब डलरमै हिसाब गर्ने हो भने पनि त यो निकै ठुलो रकम होला नि। एकदम। अमेरिकी डलरमा यो झन्डै 23 अर्ब 8 करोड डलर हुन आउँछ। यसले गर्दा नि हाम्रो बाह्य अर्थतन्त्र यति बलियो भरेको छ कि हामीसँग अहिले 34 खर्ब 13 अर्ब 77 करोड रुपैयाँको विदेशी विनिमय सञ्चित छ। पर्खनु सही, 34 खर्ब रुपैयाँ भन्दा बढीको रिजर्भ हो नि। यसलाई अलिकति व्यावहारिक रूपमा बुझ्न प्रयास गरौँ न। मानौ एउटा परिवार छ जसले आफ्नो आम्दानीबाट एउटा आपतकालीन कोष बनाएको छ। अहिले त्यो कोष यति विशाल भएको छ कि परिवारको कसैले पनि एक दिन काम नगर्दा वा नयाँ कमाई नहुँदा पनि महिनौसम्म ढुक्कले खर्च धान्न सक्छ। हाम्रो देशको अवस्था पनि अहिले त्यस्तै भएको हो त। त्यो रूपक यहाँ ठ्याक्कै मिल्छ। राष्ट्र ब्याङ्कले तथ्याङ्क अनुसार हामीसँग भएको यो 34 खर्बको ढुकुटीले नि देशलाई 18.5 महिनासम्मको वस्तु तथा सेवा आयात धाल्न पुग्छ। 18.5 महिना हो। सामान्यतया कुनै पनि विकासोन्मुख देशको लागि 6 वा 7 महिनाको आयात धान्न सक्ने डलर हुनुलाई नै राम्रो मानिन्छ नि त। हामीसँग 18.5 महिनाको क्षमता छ। भनेपछि त यो अर्थतन्त्रको वरिपरि एउटा अवैध पर्खाल नै खडा भयो जस्तो भयो। ठ्याक्कै। यहाँ सबैभन्दा रोचक कुरा के छ भने विश्व बजारमा जेसुकै उथलपुथल भए पनि हामीलाई तत्कालै कुनै बाह्य आर्थिक झट्का लाग्ने अवस्था छैन। यसकै कारण हाम्रो शोधनान्तर स्थिति अर्थात् देशबाट बाहिरिने र भित्रिने पैसाको हिसाब झन्डै 6 खर्ब 58 अर्ब 35 करोडले बचतमा छ। तर यो बचत शब्द सुन्दा अलिकति बिजाउँ छ जस्तो लाग्छ मलाई। किन र? किनभने यो पैसा कुनै जादु गरेर आएको त होइन नि त। देशको आफ्नै उत्पादन बेचेर डलर आएको भए अर्कै कुरा हुन्थ्यो। तर यहाँ त मानिसहरू नै बाहिरिएर यो पैसा आइरहेको छ, होइन र? बिल्कुल। यो विशाल सञ्चितको जग भनेको त हाम्रो श्रम बजार नै हो भनौँ न। यो पैसाले अर्थतन्त्रलाई पतन हुनबाट त जोगाएको छ, तर आन्तरिक उत्पादन भने ठप्प जस्तै छ। यहाँनिर मलाई अर्थशास्त्रको एउटा कुराले अलि अलमलमा पार्यो। के कुराले? यदि घर घरमा यति धेरै रेमिटान्सको पैसा पुगेको छ भने त मानिसहरूको हातमा नगद छ नि त। छ। अनि हातमा नगद भएपछि बजारमा सामानको माग बढ्छ र जब बजारमा धेरै पैसाले थोरै सामानलाई पछ्याउँछ तब त महँगी आकाशिनु पर्ने हो नि त। तर तथ्याङ्कले त अर्कै कथा भन्छ त। सैद्धान्तिक रूपमा हेर्दा तरलता धेरै हुँदा महँगी बढ्नु पर्ने हो, तर तथ्याङ्क हेर्दा यो 8 महिनामा हाम्रो उपभोक्ता मुद्रास्फीति अर्थात् महँगी जम्मा 3.62% मात्र छ। मलाई ठ्याक्कै यहीँनिर रोक्न मन लाग्यो। म यो 3.62% महँगीको कुरा पत्याउँदिन। किन त्यस्तो लाग्यो? किनभने
बजारमा गएर एउटा साधारण मानिसले तरकारी किन्दा, तेल किन्दा महँगीले ढाड सेकिएको महसुस गर्छ नि त, अनि तथ्याङ्कले चाहिँ महँगी नियन्त्रणमा छ भन्छ। यो आम मानिसको यथार्थ र तथ्याङ्क बीच यति ठूलो खाडोल किन त? यो आक्रोश एकदमै स्वाभाविक हो, तर तथ्याङ्कले झुट बोलेको होइन, यसले काम गर्ने तरिका अर्कै हुन्छ भनौँ न। समग्र मुद्रास्फीति भनेको एउटा ठूलो डालो वा बास्केट जस्तै हो। भनेपछि त्यो डालोभित्र हाम्रो भान्जाको सामान मात्र हुँदैन? हुँदैन नि, त्यसमा लत्ता कपडा, इलेक्ट्रोनिक्स, स्वास्थ्य सबै पर्छन्। अब त्यो 3.62% अलि भित्रबाट हेरौँ है त। ल, खोलौँ न त यसलाई। यही अवधिमा तरकारीको मूल्य 11.49%ले बढेको छ। 11.5%? तर अर्कोतिर मरमसलाको मूल्य 2.03%ले घटेको छ। अब सोच्नुस् त, महिनामा एक पटक किन्ने मसलाको मूल्य घट्दा त्यसले समग्र औसतलाई तल तानिदिन्छ, तर दिनदिनै भान्सामा पाक्ने तरकारी 11.5%ले महँगो हुँदा उपभोक्तालाई त दिनु हो पीडा हुन्छ नि। ओहो, बल्ल कुरा बुझियो। महँगी बढेको छैन भनिएको होइन, तर दिनदिनै नकिन्ने सामानको मूल्य घट्दा वा स्थिर हुँदा समग्र आँकडा सानो देखिएको रहेछ। ठ्याक्कै त्यही हो। तर फेरि विदेशबाट यति धेरै पैसा आइरहेको छ, तैपनि हाम्रो समग्र महँगी 3.62%मै कसरी अडिन सके त? यसलाई ठूलो चित्रमा जोडेर हेर्यौं भने यसको सबैभन्दा ठूलो कारण हाम्रो भारतसँगको स्थिर विनिमय दर अर्थात् पेग्ड एक्सचेन्ज रेट हो। भारतसँगको सम्बन्धले गर्दा हो नि। फेब्रुअरी महिनामा भारतको महँगी 3.21% थियो। हाम्रो पनि लगभग त्यही अनुपातमा 3.62% छ। हामीले उपभोग गर्ने धेरै सामान उतैबाट आउने भएकाले उता महँगी नियन्त्रणमा रहेसम्म हाम्रो बजारमा पनि महँगी धेरै माथि जान सक्दैन। भनेपछि हामी आफैले महँगी नियन्त्रण गरेको भन्दा पनि भारतको अर्थतन्त्रले हाम्रो महँगीलाई एउटा दायराभित्र राखिदिएको रहेछ भनौँ न। एकदम सही बुझाइ। अब अलिकति दिशा बदलौँ है। मानिसहरूसँग रेमिटेन्सको पैसा छ, उनीहरू खर्च गरिरहेका छन्, तर नेपालभित्र धेरै कल कारखाना त छैनन्। भनेपछि त्यो सबै पैसा विदेशी सामान किन्नमै बाहिरिँदैछ त? वैदेशिक व्यापारको तथ्याङ्क हेर्दा सुरुमा अलि झुक्किन सकिन्छ, किनकि यो 8 महिनामा हाम्रो निर्यात 20.8%ले बढेको छ। ओहो, निर्यात झन्डै 21%ले बढ्नु त साँच्चै राम्रो कुरा हो नि, हैन र? सुन्दा राम्रो लाग्छ नि। विशेष गरी भटमासको तेल, अलैची, चाउचाउको निर्यात बढेको छ, तर यहाँनेर बेस इफेक्ट वा आधार प्रभावले काम गरेको छ। मतलब अलि प्रश्न पार्नुहोस् न। मतलब हाम्रो निर्यात 20.8%ले बढेर बल्ल 1,91,11 करोड रुपैयाँ पुगेको छ। तर अर्कोतिर हाम्रो आयातको तथ्याङ्क हेर्नुस् त, आयात 12.5%ले मात्र बढेको छ, तर त्यसको कुल रकम 12,89,25 करोड रुपैयाँ छ। बाफरे, भनेपछि आयातको आकारै यति विशाल छ कि त्यो थोरै प्रतिशत बढ्दा पनि समग्र व्यापार घाटा भयानक रूपमा बढ्छ नि त। हो त नि, हाम्रो समग्र व्यापार घाटा 11.2%ले बढेर 10,98,14 करोड पुगेको छ। 10,98,00,000,000 र यसको सबैभन्दा ठूलो मार सरकारको ढुकुटीमा परेको छ। कसरी? सरकारलाई त आयात हुँदा भन्सार राजस्व आउँछ नि, झन् फाइदा हुनुपर्ने होइन र? राजस्व त आउँछ, तर तथ्याङ्क हेर्दा सरकारको कुल खर्च 9,26,59 करोड छ, जबकि राजस्व सङ्कलन 7,47,28 करोड मात्र छ। ओहो, सरकार आफै घाटामा चलिरहेको छ। यो त एकदमै डरलाग्दो चक्र रहेछ है। सरकार घाटामा छ, व्यापार घाटा आकाशिएको छ। तर देशमा रेमिट्यान्सको यति ठूलो बाढी आएको छ कि त्यसले यो सबै घाटालाई छोपेर समग्र शोधनान्तर स्थितिलाई 6.5 खर्बको बचतमा राखिदिएको छ। ठ्याक्कै। अब यदि यति धेरै पैसा देशमा छ, तर त्यो उत्पादनमा गएको छैन भने त्यो पक्कै पनि गएर ब्याङ्किङ प्रणालीमा थुप्रिएको हुनुपर्छ, होइन त? हो, र यहाँनेर कुरा एकदमै चाखलाग्दो हुन्छ। ब्याङ्किङ क्षेत्रको तथ्याङ्क हेर्दा एउटा अकल्पनीय विरोधाभास देखिन्छ नि त। कस्तो विरोधाभास? एकातिर निक्षेप अर्थात् डिपोजिट 15.1%ले बढेको छ, तर अर्कोतिर निजी क्षेत्रमा जाने कर्जा प्रवाह जम्मा 6.7%ले मात्र बढेको छ। पैसा प्रशस्त छ, तर कर्जा गएको छैन।
मैले सुनेअनुसार त अहिले ब्याज दर पनि एकदमै घटेको छ नि, होइन र? एकदमै घटेको छ। अन्तर्ब्याङ्क दर 2.68% छ। 91 दिने ट्रेजरी बिल 2.47%मा झरेको छ। अनि सर्वसाधारणको निक्षेप र कर्जाको ब्याज दर नि? वाणिज्य ब्याङ्कहरूको औसत निक्षेप ब्याज दर जम्मा 3.45% छ र कर्जाको औसत ब्याज दर जम्मा 6.90% मात्र छ। कर्जाको ब्याज दर जम्मा 6.90%। यो त व्यापारीहरूको लागि सपना जस्तै हुनुपर्ने हो नि। हो नि। यहाँनिर एउटा कुरा सोचौँ न, यसलाई एउटा विशाल पानीको रिजर्भर जस्तो मानौँ न। राम्रो उदाहरण हो यो। अहिले त्यो रिजर्भर पानीले अर्थात् निक्षेपले पुरै भरि भराउँछ। ब्याङ्कहरूले पानी एकदम सस्तो छ, लैजाऊ भनेर ढोका पनि खोलेका छन्। तर किसानहरू अर्थात् हाम्रा निजी क्षेत्रका व्यवसायीहरूले आफ्नो खेतमा सिँचाइ गर्न पाइप नै जोडेका छैनन्। किन नजोडेका होलान् त? यसले एउटा महत्त्वपूर्ण प्रश्न उब्जाउँछ। सस्तो ब्याज हुँदा पनि किन व्यवसायीहरू ऋण लिइरहेका छैनन्? यसको मुख्य कारण भनेको बिजनेस कन्फिडेन्स वा व्यावसायिक आत्मविश्वासको कमी हो। मतलब बजारमा सामान बिक्छ भन्ने ग्यारेन्टी नै छैन। ठ्याक्कै। अर्थतन्त्र सुस्त छ, माग घटेको छ। उत्पादित सामान बिक्छ भन्ने भरोसा नभएसम्म जतिसुकै सस्तो ब्याज पाए पनि कसैले उद्योग खोल्ने जोखिम उठाउँदैन नि त। भनेपछि सस्तो पैसाले मात्र अर्थतन्त्र चल्दैन रहेछ, बजारमा भरोसा पनि चाहियो। बिल्कुल। र अर्कोतिर ब्याङ्कहरू पनि डराइरहेका छन् है। ब्याङ्कहरू चाहिँ किन नि? किनभने हिजो दिएको ऋणले उठिरहेको छैन नि त। निष्क्रिय कर्जा बढेको बेला ब्याङ्कहरू नयाँ र जोखिमपूर्ण व्यवसायमा कर्जा दिन एकदमै हिचकिचाइरहेका छन्। एकातिर व्यापारीहरू व्यापार नचल्ने डरले ऋण लिँदैनन्, अर्कोतिर ब्याङ्कहरू पुरानो ऋण नउठेको डरले नयाँ ऋण दिँदैनन्। यो त अर्थतन्त्र नै पक्षघात भएको जस्तो अवस्था पो रहेछ। तर यहाँ अर्को एउटा रहस्य छ नि। के कुरामा? ब्याङ्कले निक्षेपमा जम्मा 3.45% मात्र ब्याज दिइरहेको छ। उता बजारको महँगी 3.62% छ। सही कुरा। यसको सिधा अर्थ त ब्याङ्कमा पैसा राख्ने मानिसको पैसाको मूल्य उल्टे घटिरहेको छ नि त। त्यसो भए नयाँ उद्योग खोल्ने जाँगर पनि कसैमा छैन, ब्याङ्कमा राख्दा फाइदा पनि छैन भने मानिसहरूले आफ्नो पैसा कहाँ लगानी गरिरहेका छन् त? जब सुरक्षित मानिएको ब्याङ्क खाताले पैसाको मूल्य बढाउँदैन नि, तब लगानीकर्ताहरू स्वाभाविक रूपमा उच्च प्रतिफल खोज्दै जोखिमपूर्ण क्षेत्रमा प्रवेश गर्छन् र यसको सिधा असर पुँजी बजार अर्थात् शेयर बजारमा देखिन्छ। भनेपछि अर्थतन्त्र सुस्त भए पनि शेयर बजारमा जुन उछाल देखिन्छ त्यसको पछाडिको कारण यो सस्तो तरलता रहेछ। एकदम सही। तथ्याङ्क हेर्नुस् त, नेप्से सूचकाङ्क 2820.05 मा पुगेको छ र बजार पुँजीकरण अर्थात् मार्केट क्यापिटलाइजेसन 47 अरब 44 करोड 73 करोड रुपैयाँ पुगेको छ। 47 खर्ब भन्दा बढी? यो त देशको कुल गारस्थ उत्पादन वा जीडीपीकै 77.96% बराबर भयो त। हो, अङ्क एकदमै विशाल छ। तर यसको भित्री चित्र हेर्दा यो त्यति स्वस्थ देखिँदैन नि। किन र? किनभने यो उछाल अर्थतन्त्रको वास्तविक उत्पादनशील वृद्धिले भएको होइन, यो त केवल सस्तो तरलताले सृजना गरेको परिदृश्य मात्र हो। अझ मैले त के देखेँ भने नेपाल स्टक एक्सचेन्जमा सूचीकृत 286 वटा कम्पनी मध्ये 163 वटा त ब्याङ्क, वित्तीय संस्था र बीमा कम्पनीहरू मात्रै रहेछन्। हो त नि। पुँजी बजारले देशको वास्तविक उत्पादनमूलक क्षेत्रलाई प्रतिनिधित्व नै गर्दैन। सस्तो पैसा त्यही वित्तीय क्षेत्रभित्रै गोलचक्कर लगाइरहेको छ भनौँ न। समग्रमा आजको यो छलफललाई समेट्नु पर्दा नि हामीले हाम्रो अर्थतन्त्रको एकदमै गहिरो र चिन्ताजनक यथार्थ देख्यौँ। साँच्चै नै। विदेशी मुद्रा र विप्रेषणले भरिएको बलियो बाह्य अर्थतन्त्र छ। महँगी पनि समग्रमा नियन्त्रणमै छ जस्तो देखिन्छ। तर सस्तो ऋण भएर पनि आन्तरिक व्यापार र उत्पादनमा लगानी गर्न डराइरहेको ब्याङ्किङ र निजी क्षेत्र छ। रेमिटान्सको पैसाले बाहिरी संसारबाट एउटा बलियो ढाल त दिएको छ, तर हाम्रो आफ्नै आन्तरिक अर्थतन्त्रको इन्जिन भने स्टार्टै हुन सकेको छैन। एकदमै सठिक विश्लेषण। र यही बिन्दुमा आजको यो श्रृङ्खलालाई अन्त्य गर्नुअघि म एउटा निकै गम्भीर प्रश्न छाड्न चाहन्छु। के प्रश्न होला? विप्रेषणले अहिलेको लागि हाम्रो अर्थतन्त्रको वरिपरि एउटा अवैध पर्खाल खडा गरिदिएको त छ, तर भोलि यदि विश्वभरिको रोजगारीको बजारमा कुनै ठूलो परिवर्तन आयो भने नि सस्तो ब्याज दर हुँदा पनि कर्जा लिन नचाहने हाम्रो यो आन्तरिक अर्थतन्त्रको इन्जिनले देशलाई कसरी अगाडि बढाउला?
यो यस्तो प्रश्न हो जसले हामीलाई तथ्याङ्कभन्दा बाहिर सोच्न बाध्य बनाउँछ। साँच्ची नै गहिरो सोचनीय कुरा हो यो। आजको यो गहिरो अध्ययनका लागि यति नै। यति महत्त्वपूर्ण विश्लेषणका लागि धेरै धेरै धन्यवाद। फेरि अर्को विषयमा यस्तै मन्थन गर्नेछौँ।